सो हे हेलो गाइज, आज चाहिँ हाम्रो स्कुल कलेज है नेपाल आदर्श सेकेन्डरी स्कुल वालिङले अर्गनाइज गरेको के हाम्रो मुस्ताङ टुर है भ्रमण हाम्रो चाहिँ क्लास 12 को म्यानेजमेन्ट ग्रुपलाई चाहिँ लिएर हिँड्दैछ र आज कति गते भन्दाखेरि चाहिँ डिसेम्बर 4 हैन, आज डिसेम्बर 4 को दिन हामीलाई मुस्ताङको भ्रमण लिएर हिँडिरहेको छ र मैले चाहिँ यो मुस्ताङभरिको सब सुट गर्नेवाला छु र तपाईलाई मेरो मुस्ताङ सिरिजमा स्वागत छ। हाम्रो स्कुल A few moments later. So guys, हामी चाहिँ अहिले पुम्दीकोट आइसकेका छौं अनि हामी चाहिँ अहिले मास्तिर चढ्दै छौं। मसँग छन् श्रीराम लम्साल। के भन्दिनुस् तपाईले? के भन्न? सबैजना घुम्न सबै साथीहरु अगाडि छन्। उहाँ चाहिँ शर्मा लाएर पछाडी बसेर भ्लग बनाएको ल। अनि यस्तो राम्रो छ पछाडीको भ्यू। अनि यो भ्यू त अब अभियसली राम्रो नै हुने भयो। अनि अगाडि चाहिँ यस्तो ल मैले तपाईलाई मास्तिर गएर क्लिप अब देखाइहाल्छु हैन। सो ल अहिले बाइ। हामी चाहिँ अहिले डेभिस फलमा आएका छौं र धन्दाले लोटेको म चाहिँ डेभिस फलमा आएका छौं। हामी चाहिँ त्यहाँ हिँड्न गइरहेका छौं। फोन चार्जमै राखौँ हैन। अनि त्यही हो। अब हामी त्यहाँ पुगेपछि देखाउँछौँ हजुरहरूलाई र हिँड्ने घटे छिरे बन्द गर्ने हैन, पुरै क्लिपै राख्ने हो। अनि यहाँ हेर्नु यस्तो छ पिस एन्ड क्वाइट, एकदमै ताजा हावा र प्योर भाइब्स आउँछ तपाईलाई। यहाँ पक्कै आउनु होला। र अहिले चाहिँ खोला एकदमै सुकेका कारणले थोरै पानी आएको छ र बर्खाको बेलामा चाहिँ यहाँ एकदमै माथिसम्म नै आउने गर्दछ पानी। सो हामी हेरौँ यता गएर है। तल क्यार त्यसो गुफामा A few moments later. So hello guys, हामी चाहिँ फाइनली खाना खाएर आइसकेका छौं। हामी कता सराङकोट आइसकेका छौं। अनि जस्ट लुक एट द भ्यू के यहाँको हैन। यहाँको भ्यू देखेर नै म मन्त्रमुग्ध भएको छु। हेरौँ यहाँको है, यो पुरा देखिएको छ चारैतिर हैन। अनि तल पोखराको भ्यू त्यस्तै राम्रो है। अनि आज म से कि द्यार हैन, यो ठाउँ चाहिँ एकदमै के माइन्ड ब्लोइङ हैन। पिस, एकदम दिमागलाई शान्त गराउने जस्तो ठाउँ हैन। तर यहाँको सिडी चढ्दा चाहिँ गाह्रो भयो, बट त्यो सिडी चाहिँ वर्थ इट थियो के। यहाँ मास्तिर आएपछि चाहिँ आफूलाई यस्तो मतलब के हैन, यस्तो राम्रो फिल आउने है तलको भ्यू देखेर हैन। यहाँको मन्दिरहरू भ्यूहरू देखेर चाहिँ एकदमै हैन आफूलाई पिसफुल लाग्ने। अनि यहाँ छन् हाम्रा साथीहरू। तपाईहरुलाई चाहिँ सिडी चढ्दाखेरि कतिको ढुकढुक रे स्यास्या भयो र हजुरलाई जतिको भए हामीलाई पनि त्यतिको भए। ल अंकितले पनि केही भन यहाँको बारेमा। अलि राम्रै भन, फेरि क्यारुस खिचिर केही भन्दैन। ठीक छ, केही भन्न चाहन्नन् उहाँ, किनकि उहाँ अलि सेन्टी छन् कसैको यादमा। अनि
त्यही हो ल भाइ मैले तपाईँहरूलाई यहाँको अहिले देखाउँछु तेरो फोनबाट नि आउँछ यहाँको पानी के गयो यो मुस्ताङको जस्तो नै 108 धारा जस्तै हो अनि सब पानी छुन पर्यो नि हैन इनेस तपाईँ अगाडि लिनुहोस् है ओए seconds. A few moments later. ल गाइस स्वागत छ तपाईलाई फेरि पनि र हामी चाहिँ अहिले आइसकेका छौं यहाँ कुस्मा हो कि आएर नो कुन ठाउँ हो हैन यस्तो पछाडी है यस्तो छ एन्ड हाम्रो चाहिँ बसमा टायरमा हावा राख्नको लागि चाहिँ झरा लिएको थियो र हामी सब सुसु गर्दै छौं हेर्नुस् मेरो नङ पनि यहाँ हैन अनि त्यही हो यहाँको चाहिँ यस्तो एकदम रमणीय ठाउँ छ अनि हामी उता कुस्माको बन्जी गर्ने ठाउँतिर नि गइन्छौँ होला सायद मेबी हैन बट जता गए पनि रमाइलो हुन्छ होला र महिलाहरूलाई थोरै क्लिप देखाइदिन्छु अभियसली ल अहिले टाटा म चाहिँ अहिलेसम्म सुतेर बसिरहेको मान्छे हो है म सुतेर बसेको झ्याप्प बस रोक्यो अनि हामी चाहिँ अब सुसु गर्न लागेको ल तारापति ज्यू केही भनिदिनुहोस् यहाँ ब्लग चलिरहेको राम्रो सबैजनालाई ल हामी चाहिँ यस्तै छौँ ल पारा हालिँदै है ल ब्लग बनाएको के मैले A few moments later. 2,000 years later. One eternity later. ल गाइज हामी चाहिँ अहिले होटल घुम्न आइरहेका छौँ हामी चाहिँ जसमा बसेका छौँ त्यसको नाम हो ग्रिन तारा आई डोन्ट नो बट हैन ल हामी यता केटाहरूकोमा जाँदैछौँ ल हो यहाँ चाहिँ हाम्रो सन्डास हेरौँ है ल कता हराए हाम्रो केटाहरू केटीकोमा जान पाइँदैन ल मैले अहिले तपाईँलाई मेरो रुममा गएर देखाउनेवाला छु ल भाइ ल गाइज हामी चाहिँ यहाँ होइन रुममा चाहिँ कीर्तन बजाउँदै ओए कीर्तनलाई लिएर आऊ फेरि अनि कीर्तन बजाउँदै हामी यहाँ नाचिरहेका छौँ अनि घरिघरि चाहिँ भूतको पनि साउन्ड आउने गर्दछ यो रुममा जस्ट हाम्रो रमाइलोको लागि होइन अनि अनि जस्ट यु क्यान सी हियर फ्रम हियर होइन वी क्यान सी माउन्टेन्स होइन फ्रम हियर ओ वाट भ्यू यसमा चाहिँ देखिएको छैन बट यहाँ चाहिँ क्रिस्टल माउन्टेनहरू टल्किरहेको छ हैन यहाँ खेरि क्रिस्टल भन्ने बित्तिकै अरू कुरा सोच्छन्
बट क्रिस्टल टल्किरहेको छ यहाँ। नमस्ते गाइज, डे 2 अफ आवर टुर होइन। अनि ओए जमेको वेमा होइन, हाम्रो डे 2 अफ आवर टुर होइन। अनि मैले बिहान मर्निङको भ्लग बनाउन पाइनँ किनकि मैले बिर्सेँ है। तर हामी आएका छौँ यता जमसमतिर है। अनि हामीलाई चाहिँ यता एउटा ताल हेर्न लिएर आउनुभएको छ। अनि मैले तपाईँलाई एउटा कुरो देखाउन गइरहेको छु। हेर्नुहोस्, यहाँ हाम्रो पानी झरिरहेको छ र यहाँ तल बरफ जमेको छ। जमेर सन्दीप, तिमीले यो पानीले मुख धौ, तिमी गोरो हुन्छौ। हेर्नुहोस् गाई, ओइमा यस्तो आइस छ यहाँ होइन। खानु हुन्थ्यो तर यहाँ खानु हुँदैन। ल मैले हजुरलाई अपडेट दिइरहनेवाला छु। ल सो बाई। ल अहिले म उता गएपछि भ्लग बनाउने। छोड़ा है जहान नीचे मैं तुम्हारे, अब हूँ हवाले। अब दूर दूर लोग बाग मीलों दूर ये वादियाँ, फिर धुआं धुआं तन हर बदली चली आती है छूने। पर कोई बदली कभी कहीं कर दे तन गीला, ये भी ना हो। किसी मंजर पर मैं रुका नहीं, कभी खुद से भी मैं मिला नहीं। ये गिला तो है मैं खफा नहीं। शहर एक से गांव, एक से लोग, एक से नाम, एक फिर से उड़ चला मिट्टी जैसे सपने, ये किताबी पलकों से झाड़ा फिर आ जाते हैं। इतने सारे सपने क्या कहूँ, किस तरह से मैंने तोड़े हैं, छोड़े हैं। ओ मुस्ताङमा केडाहरू ग्याङ ग्याङ मुस्ताङमा गर्दै मस्ट्याङमा मैया रुपैयाँ ओछ्यानमा। ओ मुस्ताङमा केडाहरू ग्याङ। ल गाइज, हामी चाहिँ छौँ अहिले जमसमको सेल्फी डाँडामा। यहाँ चाहिँ बिहानमा यस्तो घाम लागेको छ र चिसो, अहिलेसम्म यस्तो चिसो थियो। यहाँ आउने बित्तिकै तातो भयो कि होइन भट्टु? हजुरले केही भनिदिनुहोस् हाम्रो भ्लगको बारेमा। एकदम यस्तो राम्रो है। यसको भ्लगलाई लाइक सब्सक्राइब सेयर गर्नु। यस्तो सानो मान्छेले भनेपछि तपाईँले गर्नै पर्छ। सानो मान्छे भनेको देउता समान हुन्छ, हो यिनीहरूले भनेपछि मान्नुपर्छ। यहाँको हेर्नुहोस् यस्तो राम्रो है, यस्तो राम्रो छ ठाउँ। अनि त्यही हो अरू। ल म इन्जोय गर्छु, भिडियो धेरै बनाउन पाउँदिनँ किनकि यहाँ सब छन् र मलाई शर्मा लाउँछ। ल सो बाई। A few moments later. ल गाइज, स्वागत छ तपाईँलाई फेरि पनि। हामी चाहिँ अहिले बस पार्कमा राखेर चाहिँ हामी पैदल यात्रा गरिरहेका छौँ। मास्तिर हिँड्दैछौँ मुक्तिनाथमा। अनि त्यही हो, एकदम जाडो छ तर घाममा आउने बित्तिकै फेरि गर्मी भइहाल्छ। त्यही भनियो मैले। ल बाई बाई, अहिले फेरि भेटौँ न है त। ल जय हो शंकरा, आदिदेव शंकरा। तेरे जाप के बिना चले ये सांस किस तरह। मेरा कर्म तू ही जाने, क्या बुरा है क्या भला। तेरे रास्ते पे
पे मैं तो आंख मूंद के चला, तेरे नाम की जोत ने सारा हर लिया तमस मेरा। हो सो गाइज हामी चाहिँ मुक्तिनाथको सिडी चढ्दैछौँ होइन। यहाँ चाहिँ एक्सट्रिमली कोल्ड है, यस्तो कोल्ड छ कि मैले हजुरलाई एक्सप्रेस गर्न सक्दिनँ, यति धेरै कोल्ड छ यहाँ। अनि सास फेर्न गाह्रो चाहिँ भएन, तर अलिअलि थोरै चाहिँ हुने रहेछ, तर झ्याप्पै केही भएन। अब हामी चाहिँ फाइनल स्टेयर्स भनौँ ल, घन्टी बजाउँ ल हिँडौँ मासतिर। यहाँबाट यस्तो राम्रो दृश्य देखिरहेको छ, यता मन्दिर उता मन्दिर, चारैतिर मन्दिर, अगाडि यस्तो बुटो है, बुटोमा हिउँ जमेको र त्यही हो। म चाहिँ आज मेरो ओठ सोठ फुटेर हेर्नुहोस्, तपाईँले देख्न सक्नुहुन्छ, ओठ फुटेर पुरै हातसात फुटेर यस्तो भएको छ। ल यहाँ चाहिँ हाम्रो साथीहरूले आगो सेक्दैछन्, म नि गएर सेक्छु ल। जगज्जालपालं खचत्कण्ठमालं शरच्चन्द्रबालं महादैत्यकालं नभो नील। ल हामी चाहिँ फाइनल्ली मुक्तिनाथबाट नुहाएर झरेका छौँ। मसँग विराज पनि नुहाएको थियो र एकदमै जाडो भयो, हात पनि एकदमै के भनौँ, हात छ जस्तो नै छैन, खुट्टा त फिल नै भएको छैन, यस्तो भएछ। कसरी वर्णन गरौँ मैले हजुरहरूलाई, म तल कसी अब भ्लग बनाउँछु अहिलेलाई यहाँ बाहिर। 2000 years later ल फेरि तपाईँहरूलाई फेरि स्वागत छ मेरो भ्लगमा। हामी जोमसम्म आइसकेका छौँ। जोमसम्म हो कि मार्फा रे, मार्फा, हामी मार्फा आइसकेका छौँ। अनि यहाँ चाहिँ यस्तो बबाल गाउँ छ मार्फा गाउँ होइन। यहाँ चाहिँ हामीले स्याउ खाने भनेको स्याउ नै छैन, स्याउको सुकुटी बरु छ, स्याउको सुकुटी बरु छ, अनि बुटो पनि छ। तिमी गोरो छौ होइन, ए हेर्नुहोस् त, तपाईँ नै रेड गर्नु उहाँलाई, उहाँ कतिको गोरो हुनुहुन्छ। अनि यस्तो राम्रो ढुङ्गाले चिनेको छ यो गाउँ, यस्तो राम्रो। त्यहाँ अगाडि नै लेखेको थियो के अरे गाउँ भनेर। अनि यहाँ मास्तिरको डाँडा हेर्न सक्नुहुन्छ तपाईँ, यहाँ मास्तिर ढुङ्गा कस्तो अवस्थामा बसेको छ, खस्न सक्ने अवस्थामा बसेको छ, त्यही पनि खसेको छैन। यो एकदम अचम्मको कुरा हो र यो नै सत्य हो। अनि मैले के भन्न चाहन्छु कि भन्दाखेरि चाहिँ अब घुम्छु अनि बेला बेलामा भिडियो पनि बनाउने गर्दछु अनि तपाईँहरूलाई देखाउँछु कि यो गाउँ कतिको रमाइलो रहेछ। तारापतिज्यू तपाईँ यता आउनुहोस्, हजुरले तपाईँले केही भनिदिनुहोस् यसको बारेमा। तपाईँलाई छिटो बित्तिकै कस्तो अनुभव भयो, यहाँ कतिको हावाहुरी चल्यो? यहाँ हावाको मात्रा अत्याधिक धेरै छ, जाडो पनि अत्याधिक धेरै छ। यो गाउँ निकै सुन्दर छ, एकदम सुन्दर, निकै सुन्दर छ।
भट्टेलाई उडाउँछ कि उडाउँदैन होला ल भट्टेलाई भनिदिनुहोस् उडाउँछ अहिले भट्टेलाई उडाउँछ ल हामी अब यहाँ ओखो मुस्ताङमा केटाहरू ग्याङ ग्याङ मुस्ताङमा भन्ने उसमा भिडियो बनाउँछौँ ल बाई मुस्ताङमा केटाहरू ग्याङ ग्याङ मुस्ताङमा A few moments later. ल गाइस फेरि तपाईँहरूलाई स्वागत छ है आज मतलब अहिले चाहिँ हामी यो एकदम ठुलो झरनामा आएका छौँ अनि यो झरनाको नाम के हो थाहा भएन तर यो चाहिँ हुप्से खै थाहा भएन है हामीलाई चाहिँ बट यो चाहिँ एकदमै भाइरलवाला उसो होइन झरना हो यसमा गएर सबैले भिडियो बनाउँछन् र हामी पनि भिडियो बनाउन जान्छौँ अब है ल हेर्नुहोस् त्यहाँ माथिको झरनाको ठोकेर पानी जति सब यहाँ छ पानीको छिटा जति सब यहाँ छ वाटर पार्टिकल्सहरू अनि त्यही हो वाटर ड्रपलेट्सहरू आइरहेको छ अनि के भन्ने अब यहाँ चाहिँ चिसो छ होइन अलि माथिसम्म त गर्मी नै थियो अनि चाहिँ चिसै छ त्यही हो ल गाइज है हामी चाहिँ यहाँ टिकटक बनाउने कुरामा चाहिँ बसमाथि चढेका छौँ र हाम्रो यहीँ ड्राइभर अङ्कलको सहमतिमा हामी मास्तिर चढेका छौँ र हेर्नुहोस् यहाँको भ्यू यस्तो राम्रो छ उता पछाडि हिमाल देखिएको छ अनि यता सबै जनताहरू हुनुहुन्छ हामी यहाँ चाहिँ छमछम हामी One day later. So hello guys, welcome to my vlog. आज डे 3 है हामी चाहिँ बिहान चाँडै उठेर अनि नास्ता खाएर मतलब सुरुमा मन्दिर गएर नास्ता खाएर हामी चाहिँ अहिले आएका छौँ यता कुन ठाउँ हो थाहा भएन दोस्त यो कुन ठाउँ रे यो शालिग्राम सङ्ग्रहालय शालिग्राम के अरे सङ्ग्रहालयमा आएका छौँ अनि यहाँ चाहिँ दुईटा घोडा छ यहाँ दुईटा घोडा अहिले हामी हर्स राइडिङ पनि गर्नेवाला छौँ अनि यहाँ अगाडि बाघको मुखमा चाहिँ एउटा अङ्कल बस्नु भएको छ अनि त्यही हो उता हिमाल पनि देखिन्छ यहाँबाट अनि यहाँ एकदम ठुलो के अरे जाँतो छ यहाँ एकदम ठुलो जाँतो छ अहिले मैले यहाँ हल्लाउने हो जाँतो यसरी अनि यहाँ एकदम अनौठो तरिकाको कुर्सी रहेछ कुर्सीले के अरे बस्ने यहाँ चाहिँ ढुङ्गाको स्ल्याब राखेको छ अनि त्यही हो यता मन्दिर छ कुन भगवानको चाहिँ थाहा भएन तर यहाँ चाहिँ साई बाबाको फोटो चाहिँ धेरै छ जता हेऱ्यो त्यतैतिर हामी यति भित्र बसेका छौँ सबै उता छन् तर हामी यता तल आश्रम पनि रहेछ मान्छेहरू त्यहाँ पाठ गर्दैछन् हामी त्यतातिर नजाऊँ अलि डिस्टर्ब होला तिनीहरूलाई सो यतातिर चाहिँ एकदम धेरै ढुङ्गाहरू छ होइन अनि मेरो चाहिँ रातभरि दिनभरि कराउँदा भोइस एकदम अर्कै आएको छ होला अनि केही भन्नुहोस् भट्टेज्यू सरी ल श्रीराम तपाईँले के भन्नुहोस् गुड मर्निङ ल गाइज बाई श्रीराम चाहिँ नेपालीमा यसरी लेखिन्छ भने तमिलमा चाहिँ यसरी लेखिने रहेछ अमेरिका मतलब इङ्ग्लिसमा अमेरिकन इङ्ग्लिसमा यसरी लेखिन्छ तेलुगुमा यसरी रुस रसियामा चाहिँ यसरी संस्कृतमा चाहिँ नेपाली जस्तो नै उयो भयो हैन अब म्यानमारमा भयो कोरियामा यस्तो भयो जस्तै ट्रायंगल र यस्तो ट्रायंगल भयो अनि इजरायलमा यस्तो र भुटानमा पनि अलि अलि यस्तो छैन टर्कीमा चाहिँ श्रीराम यसरी लेखिने रहेछ अर्मेनिया आएर के लेखेको भन्छ बुझ्दैन बट अर्मेनिया नै हो ग्रिसमा चाहिँ यसरी लेखिन्छ एन्ड इङ्ल्यान्डमा चाहिँ यसरी इङ्ल्यान्ड थाइल्यान्डमा चाहिँ यसरी लेखिन्छ भने जापानमा चाहिँ यसरी लेखिने रहेछ मलेसिया यो खै थाहा भएन यसमा लेखेको छैन गुजरातमा श्रीरामले लेखिन्छ बङ्गलादेशमा पनि अलि आर्कै छ तर क्यानाडामा यसरी लेखिन्छ भने पाकिस्तानमा यसरी यसमा के लेखेको छैन र खै थाहा भएन र पन्जाबमा यसरी चीनमा चिनको लास्टै अनौठो रहेछ अनि यस्तो छ यहाँबाट हेरौँ
यहाँ भगवान हाम्रो हुनुहुन्छ। एन्टी लाइट परेका कारणले यस्तो देखिन पाइएन। यहाँ यस्तो छ कसको गुफामा हो। माथि पहिला माथि जाम ल जाऊ त भइहाल्यो नि र असुविधा उस खेल्नु त यार है जो खुशबू की तरह, जिसकी जुबान उर्दू की तरह, मेरी शाम रात मेरी कायनात, वो यार मेरा सैया सैया, चल छैया 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 छैया, चल छैया छैया छैया। Let's go. भाषा मलाई पाप गरे सारा, भन्छन् जतिस बिग्रेछ घर बागलुङ बजारमा। बागलुङ बजारमा बाको सालिका जोली परेवा ल्याउला कालिका, मलाई जुराइदेऊ दिलको मालिका। पाप गरे सारा भन्छन् जतिस बिग्रेछ घर। ल है मैले चाहिँ बिचमा चाहिँ भ्लग बनाउन पाइनँ किनकि अब त्यस्तै पऱ्यो होइन वातावरण होइन। म चाहिँ घर आइसकेको छु फाइनली होइन। अब चाहिँ भर्खर आएको मैले पानी लिएर आएको छु, यताउति यो खानेकुराहरू होइन। अनि आवाज चाहिँ यस्तै छ, अब हल्ला गर्दै आएको नि त, यसमा पनि खानेकुराहरू छ है। अनि यो पुरै ब्यागभरि चाहिँ सामानहरू खानेकुराहरू केहरू कपडाहरू छ होइन। ल यो के अरे भ्लगलाई चाहिँ यहीँ एन्ड गरौँ होइन। सो ह्याप्पी एन्डिङ भयो हाम्रो, राम्रोसँग आइयो, केही त्यस्तो भएन। म मुस्ताङमा पनि नुहाएँ, केही त्यस्तो धेरै चिसो भन्ने रहेनछ, धेरै ओभर हाइप मात्र रहेछ एकदम चिसो हुन्छ भनेर, बट त्यस्तो धेरै साह्रो नै त केही भएन। ल अब पछि कोही गयौँ भने फेरि भ्लग पनि आइरहन्छ मेरो तर्फबाट। ल सो अहिलेलाई बाई अनि ह्याभ अ गुड नाइट, ह्याभ अ गुड डे। जसले पनि जति बेला हेरिरहनु भएको छ तपाईँको लागि
ल बाई बाई आविष्कार रेग्मीको तर्फबाट।